हेलो एभ्रिवान वेलकम टु माई न्यू मिनी भ्लग। तपाईँहरूलाई फेरि पनि मेरो यो नयाँ भ्लगमा एकदमै स्वागत छ। अहिले चाहिँ म अनि यहाँ मेरो साथीहरू चाहिँ रेडी हुँदैछौँ खोला जानको लागि। आज चाहिँ छुट्टी हो, त्यसैले हामी जाँदैछौँ खोला। त्योभन्दा अगाडि चाहिँ हामीले यहाँ चाहिँ निकै खानेकुराहरू पनि बनाइरहेको छौँ होइन। जस्तै यहाँ रोइनाले बनाउँदैछ पकौडाहरू पनि निकै खानेकुरा बनाइरहेको छौँ। सो आज हामी चाहिँ धेरै इन्जोय गर्नेवाला छौँ खोलामा। सो तपाईँहरूले यो मेरो भ्लगलाई अन्तिमसम्म हेरिदिनुहोस् होला। गाइस अहिले चाहिँ म मेरो साथी यहाँ सबैजना आइरहेको छु सुषमाहरूको रुममा होइन। अब यहाँबाट चाहिँ निस्किनेवाला छौँ। यहाँ चाहिँ मेरो साथी छ रोइना, जो चाहिँ हाई काटिरहेछ। अब कसरी जाने हो होइन, हिँडेरै जाने भन्दैछ, पुरा गरम छ। सो हेर्दै गर्नुहोस् होला। अहिले चाहिँ हामी निस्किसकेको छौँ सबैजना सुषमाहरूको रुमबाट र अब चाहिँ हामी जाँदैछौँ खोला। यहाँ हाम्रो साथीहरू पनि आउँदैछ। आज पुरा गरम छ, एकदम गरम छ। हामी चाहिँ हिँड्दा हिँड्दा अहिले चाहिँ आइपुग्यो हाम्रो कलेज, कामराङ कलेज। यो कामराङ कलेजबाट चाहिँ ओह्रालै जानुपर्ने छ अरे भन्दैछ अरू मान्छेहरूले भन्दाखेरि चाहिँ हामी चाहिँ गएकै छैन नि त। हामी चाहिँ फर्स्ट टाइम गएको हो। सो त्यसैले हामीलाई बाटोहरू पनि केही याद छैन होइन। तर पनि यताउता सोध्दै हामी जान्छौँ भनेर सोच्दैछौँ। यो चाहिँ हो हाम्रो कामराङ कलेजको ग्राउन्ड। यहाँ चाहिँ अहिले क्रिकेट हुँदै रहेछ। खै हामीलाई त यादै थिएन क्रिकेट हुँदै रहेछ, के को क्रिकेट भएको कुनी। हाम्रो चाहिँ सफर एकदम लामो छ हो, बाटो एकदम लामो छ अरे त्यहाँ तल पुग्नु। कसरी पुग्नुपर्ने, हामी चाहिँ गएकै छौँ तर कहिले आइपुग्ने थाहा नै छैन होइन। बाटो पनि याद छैन, कसैलाई पनि याद छैन नि त, फेरि फर्स्ट टाइम गएको नि त हामी सबैजना। अहिले चाहिँ भर्खर हाम्रो कलेजको ग्राउन्ड कटेर चाहिँ यहाँ तलबाट जाँदैछौँ। पुरा गरम छ, हिँड्दै जानु पर्दैछ हो। यति लामो सफर छ चाहिँ यादै छैन खासै हुन्छ बाटै। यो चाहिँ हो कामराङ भिलेज होइन। मजाको ठाउँ रहेछ यो कामराङ भिलेज। म त आउनु चाहिँ आएको थिइनँ होइन कलेजको मुनि। हामी चाहिँ हिँडेकै कहाँ आइपुग्यो यादै छैन हो। मान्छेहरूले चाहिँ यतै जानु भन्दैछ। अब उनीहरूलाई सोध्दै हामी चाहिँ जाँदैछौँ। अहिले चाहिँ यहाँ चाहिँ यत्रो ठुलो टाढ भएको ठाउँमा आइपुग्यौँ। गाईहरू पनि रहेछ तर ठाउँ चाहिँ यो कामराङको चाहिँ मजाको रहेछ। अहिले चाहिँ हामी हिँड्दा हत्तु भएर चाहिँ पुरा गरम भएर चाहिँ यहाँ बसिरहेको छौँ। यहाँ हाम्रो पछाडि साथीहरू पनि भ्लग बनाउँदैछ हो। हाम्रो साथीहरू सबै भ्लग बनाउनेहरू मात्रै छ नि त। अन्त चाहिँ सबै साथीहरू पनि भ्लग बनाउँदैछ। यहाँ बसिरहेको छौँ, कतिखेर पुग्छौँ यादै छैन, हेर्दै गर्नुहोस् होला। हामी चाहिँ यो बाटो भट्केर होइन, घरि यता सोध्छौँ फेरि उता पठाउँछ हो, उता सोध्छौँ यता पठाउँछ। हरेस लागिसक्यो के हो। यहाँ रहेछ सजना बोट, यहाँ पुरा सजना हुँदो रहेछ। गाइस हामी चाहिँ फाइनली यहाँ तल खोला आइपुग्यो होइन। यहाँनिर चाहिँ लुगा फेर्ने ठाउँ रहेछ, घर रहेछ होइन। यहाँ चाहिँ अहिले चाहिँ हामी चाहिँ लुगा चेन्ज गरेर जाँदैछौँ खेल्न। साथीहरू तल पुगिसकिसक्यो हो। हेर्नु नि पसिना आएर यस्तो हालत भयो कि। हामी चाहिँ बल्ल यहाँ खोला आइपुग्यौँ होइन। यहाँ चाहिँ पुरा मान्छेहरू रहेछ। अन्त चाहिँ खोला पनि एकदम गहिरै रहेछ भन्दैछ यहाँ साथीहरूले होइन। हाम्रो साथीहरू त पसि पो हाल्यो फेरि हो। आफूलाई चाहिँ खेल्नै आउँदैन। मेरो चाहिँ फर्स्ट टाइम हो नि त। म चाहिँ भन्ने हो भने चाहिँ यस्तो खोला आएको होइन। मलाई त्यस्तो एक्सपिरियन्सै छैन, म आएकै थिइनँ नि त। अन्त चाहिँ हाम्रो साथीहरू चाहिँ पुरा एक्सपिरियन्स रहेछ। उनीहरू चाहिँ मजाले डुब्बी खेलिरहेछ हो, हेर्न सक्नुहुन्छ होइन। अब आफूलाई चाहिँ एक्सपिरियन्सै छैन, उनीहरूले चाहिँ आऊ भन्दैछ हो। आफूलाई चाहिँ पुरा डर लागिरहेछ होइन। तर यो खोला चाहिँ मजाले बनाइरहेछ मान्छेहरूले बनाए पनि। तपाईँहरू पनि यहाँ आएर चाहिँ इन्जोय गर्न सक्नुहुन्छ। यो चाहिँ अल्पाइनको मुनिपट्टि छ, रिङ्जी खोला के भन्दो रहेछ। मजा आयो दामी। हामीले आज स्ट्रगल गरेको अनुसारले चाहिँ है मजा आयो। कस्तो दामी 1300बाट एउटा गर्दैम न। मेरो त ब्राइटनेसले मेकअप केही देख्नु पाउँदैन।
अब चाहिँ हामी चाहिँ खोलाबाट चाहिँ हिँडेको है। अहिले चाहिँ हामीले चाहिँ धेरै इन्जोय गऱ्यौँ नि त, यो खोलामा धेरै इन्जोय गऱ्यौँ। अहिले चाहिँ कस्तो डरलाग्दो पानी पर्न आँट्यो, सो छिटो जाँदैछौँ हामी चाहिँ। यहाँ हेर्न सक्नुहुन्छ यस्तो भइरहेको छ आकाश होइन यो खोलामा चाहिँ। गाइस हामी पुलमा आइसक्यौँ होइन। अब चाहिँ हामी गएको टाढो चाहिँ भयो, यस्तो टाढो। यहाँ चाहिँ हामी खोलाबाट बाहिर मात्रै निस्किसकेको थिएन, यस्तो डरलाग्दो असिना आयो। कस्तो डरलाग्दो हावाको फेरि चाहिँ बल्ल बल्ल गाडी बाहिर चाहिँ यहाँ बसिरहेको छु। यस्तो असिना पानी पऱ्यो होइन। अन्त चाहिँ बल्ल बल्ल गाडी बाहिर चाहिँ यहाँ बसिरहेको छु। मैले चाहिँ सुषमाले चाहिँ नानी जस्तै काखमा बोकिरहेको छु। सो हेर्दै गर्नुहोस् होला। म अहिले तपाईँहरूलाई चाहिँ रुममा पुगेर भेट्छु। सम्झन्छु अझै म भुल्न सकिनँ मैले हाम्रो सम्बन्ध हिजो चाहिँ थियो उदिया खुसीमा अब सायद कहिले जान्छु पहिला फोन चार्ज गर्नु हामी चाहिँ अहिले चाहिँ बल्ल बल्ल कलेज आइपुग्यो होइन। गाडी बल्ल पायो नि त कि कस्तो असिना र पानी परेको होइन। बल्ल अहिले चाहिँ कलेज आइपुग्यो। अन्त चाहिँ अब चाहिँ हामी चाहिँ उकालो जानेवाला छौँ। अहिले भनेर यहाँ सुषमाहरूको रुममा आइरहेको छु र अब चाहिँ आफ्नो रुम जानेवाला छौँ। र आजको यो मेरो छोटो मिनी ब्लगलाई नि एन्ड गर्न चाहन्छु। तपाईँहरूलाई चाहिँ मेरो यो ब्लग मन पर्यो भने चाहिँ लाइक, सेयर र कमेन्ट गरिदिनुहोस् होला। बाई बाई।